एउटा सानी बालिका स्कुलबाट घर फर्कदै थिइन्। ऊ एक्लै सुनसान बाटोमा हिँड्दै थियो। केही दूरीमा अचानक रातो लुगा र मास्क लगाएको महिला देखा पर्यो। नजिकिँदै आयो र प्रश्न गर्यो, के म सुन्दर छु? बालिकाले जवाफ दिइन्, तपाईँ सुन्दर हुनुहुन्छ। महिलाले आफ्नो मास्क हटायो र फेरि सोध्यो, के म अझै पनि सुन्दर छु? मास्क खोलेपछि मात्र थाहा भयो उसको मुख कानसम्म च्यातिएको थियो। यो कुरा सन् 1978 तिर जापानको सामाजिक समस्यासम्म बन्न पुगेको कहानी हो। आउनुहोस् यही कुराको चर्चा गरौँ। कुचिसाके अन्ना नेपालीमा मुख काटेर च्यातिएको महिला अथवा चिरिएको महिला हो। यसको वास्तविकता स्पष्ट छैन, तर एउटा सहरी किम्वदन्तीको रूपमा भने अझै पनि प्रख्यात छ। यही विषयवस्तुलाई लिएर धेरै फिल्महरू पनि बनेका छन्। यद्यपि मूल भाव उही भए पनि फरक फरक तरिकाले प्रस्तुत गरिएको छ। आधुनिक संस्करणहरूमा कथाको विस्तार भएको छ, नयाँ ट्विस्टहरू थपिएका छन्। प्राचीन कथा अनुसार एक अत्यन्तै सुन्दरी महिला थिइन् जसका श्रीमान ईर्ष्यालु स्वभावका सामुराई थिए। उनले आफ्नी श्रीमतीको सुन्दरतामाथि शङ्का गर्दै अब तिमीलाई कसले सुन्दरी भन्छ भन्दै तरवारले उनको मुख कानसम्म काटिदिएका थिए। यद्यपि यो कथाले आधुनिक रूप सन् 1970 को दशकमा लियो। सन् 1979 मा जापानका सडकहरूमा यो हल्ला यति तीव्र रूपमा फैलियो कि धेरै विद्यालयहरूले विद्यार्थीहरूलाई एक्लै घर नजान र समूहमा हिँड्न निर्देशन दिएका थिए। कतिपय ठाउँमा त प्रहरीले समेत गस्ती बढाएको इतिहास छ। कुचिसाके ओन्नाको पहिचान निकै विशिष्ट छ। उनी प्राय एउटा लामो कोट, ट्रेन्च कोट लगाउँछिन्। उनका कपालहरू लामा र काला हुन्छन्। उनको सबैभन्दा मुख्य विशेषता भनेको उनले आफ्नो अनुहारमा लगाउने सर्जिकल मास्क हो। जापानमा बिरामी हुँदा वा प्रदूषणबाट बच्न मास्क लगाउनु सामान्य कुरा हो। त्यसैले उनी भिडभाडमा सजिलै लुक्न सक्छिन्। यो दन्त्यकथा अनुसार कुचिसाके ओन्ना प्राय साँझको समयमा वा सुनसान गल्लीहरूमा झुल्किन्छन्। उनले एक्लै हिँडिरहेका मानिसहरू, विशेष गरी बालबालिकाहरूलाई रोकेर एउटा घातक प्रश्न सोध्छिन्, के म सुन्दर छु? यदि व्यक्तिले हो भन्यो भने उनले बिस्तारै आफ्नो मास्क हटाउँछिन् र आफ्नो विभत्स रूप देखाउँछिन्। उनको मुख दुवैतर्फका कानसम्म काटिएको हुन्छ र दाँतहरू डराउला देखिन्छन्। त्यसपछि उनी फेरि सोध्छिन्, अहिले नि? यदि व्यक्तिले डरले होइन भन्यो वा चिच्यायो भने उनले आफ्नो साथमा रहेको ठूलो कैँचीले त्यस व्यक्तिको हत्या गर्छिन्। यदि व्यक्तिले फेरि पनि हो भन्यो भने उनले तिमीलाई पनि म जस्तै बनाइदिन्छु भन्दै त्यस व्यक्तिको मुख पनि कानसम्मै काटिदिन्छन्। यो कथा सँगसँगै बच्न केही रोचक उपायहरू पनि निकालेका छन्। भनिन्छ कि यदि उनलाई ठिकै छ भन्ने अस्पष्ट जवाफ दियो भने उनी अलमल्लमा पर्छिन् र त्यही मौकामा भाग्न सकिन्छ। अर्को उपाय भनेको उनलाई हार्ड क्यान्डी वा मिठाई दिनु हो, जसले उनलाई भुलाइदिन्छ। कुचिसाके ओन्नाको कथाले जापानी पप कल्चर, चलचित्र र साहित्यमा गहिरो छाप छोडेको छ। यो कथाले बाह्य सुन्दरता र त्यसको विनाशको डरलाई चित्रण गर्छ। विज्ञान र प्रविधिको यो युगमा पनि कुचिसाके ओन्नाको दन्त्यकथा अझै जीवित रहनुले मानिसको मनमा लुकेको अज्ञात डर र लोककथाप्रतिको आकर्षणलाई प्रष्ट पार्छ। यो केवल एउटा डराउलो कथा मात्र नभई जापानी संस्कृतिको एउटा रहस्यमय ऐना पनि हो। एउटा अधुरो चित्कार। हानाको सान। हानाको जापानी महिलाको नाम हो र सान नामको पछाडि जोडिएको हो। यसको सुश्री भन्ने अर्थ हुन्छ। जापानका शान्त विद्यालयहरूमा एउटा यस्तो नाम गुन्जन्छ जसलाई सुन्न मात्रै पनि अबोध बालबालिकाहरूको मुटु ढक्क हुन्छ। हानाको सान। यो कुनै साधारण नाम होइन। यो त एउटा यस्तो रहस्य हो जुन विद्यालयको भित्ता र शौचालयका अँध्यारा कुनाहरूमा वर्षौंदेखि लुकेर बसेको छ। कल्पना गर्नुहोस्, तपाईँ एउटा सुनसान विद्यालयको तेस्रो तलामा हुनुहुन्छ। वरिपरि कोही छैन। तपाईँ महिला शौचालयको तेस्रो ढोका अगाडि उभिनुहुन्छ। मुटु कामिरहेको छ, तर कौतूहल मिटिएको छैन। तपाईँ 3 पटक ढोकामा ढकढक गर्नुहुन्छ र काँप्दै सोध्नुहुन्छ, हानाको सान, हानाको सान, कि तपाईँ त्यहाँ हुनुहुन्छ? केही छिन सन्नाटा छाउँछ अनि अचानक भित्रबाट एउटा मसिनो, कोमल तर असाध्यै चिसो स्वर आउँछ, हजुर, म यहाँ छु। तपाईँको आँखा अगाडि ढोका बिस्तारै खुल्छ, तर त्यहाँ कोही हुँदैन। केवल एउटा रित्तो ठाउँ, चिसो हावाको झोक्का र एउटा अनौठो एक्लोपन। हानाको सान।
करिब 7-8 वर्षकी एउटी सानी बालिका, छोटो कालो कपाल, रगत जस्तै रातो स्कर्ट वा कसैका लागि पहेँलो फ्रक। उनी सन् 1950 को दशकदेखि नै जापानको लोककथामा एउटा अमिट छाप बनेर बसेकी छिन्। तर उनी त्यहाँ किन छिन्? उनको कथाको पछाडि लुकेको छ एउटा हृदय विदारक इतिहास। कतिपय भन्छन् दोस्रो विश्वयुद्धको त्यो भयानक समयमा जब आकाशबाट मृत्युको वर्षा भइरहेको थियो, यी सानी नानी ज्यान जोगाउन शौचालयको कुनामा लुकेकी थिइन्। तर कालले उनलाई त्यहीँ भेटायो। आज पनि उनी त्यही अन्तिम डर बोकेर त्यहीँ बाँचिरहेकी छिन्। कसैका लागि उनी बुलिङको शिकार भएकी एउटी दुखी आत्मा हुन्। साथीहरूले सताउँदा सताउँदा हार खाएर उनले त्यही शौचालयमा आफ्नो अन्तिम सास फेरेकी थिइन्। उनको त्यो पीडा र कसैले नसुनेको चित्कार आज पनि ती भित्ताहरूमा कैद छ। हानाको सान अरू भूतहरू जस्तो केवल डराउनका लागि आउँदिनन्। उनी त केवल एउटा साथी खोजिरहेकी छिन्, एउटी यस्ती बालिका जसलाई संसारले बिर्सियो, जसलाई कसैले माया गरेन। उनी त्यही अँध्यारोमा वर्षौंदेखि कसैको प्रतीक्षामा छिन्। सायद कसैले आएर उनलाई भनिदियोस् कि उनी अब एक्ली छैनन्। तर सावधान, उनको दुःख कहिलेकाहीँ क्रोधमा बदलिन्छ। यदि उनले आफ्नो अपमान महसुस गरिन् भने त्यो ढोकाबाट एउटा सेतो हात निस्कन्छ र तपाईलाई सधैँका लागि त्यो अन्धकारभित्र तान्छ। त्यसपछि तपाईको नाम मात्र बाँकी रहन्छ, शरीर हराउँछ। आज हानाको सान जापानको एउटा सांस्कृतिक पहिचान बनेकी छिन्। फिल्म, एनिमे र माङ्गामा उनको चर्चा हुन्छ। तर यी सबैभन्दा माथि उनको कथाले एउटा ठूलो सन्देश दिन्छ। एक्लोपनको घाउ, बेवास्ता गरिएका बालबालिकाहरूको मौन रोदन। त्यसैले अर्को पटक कुनै पुरानो विद्यालयको शौचालयमा जाँदा यदि तपाईले तेस्रो ढोका देख्नुभयो भने एकपटक सोच्नुहोस्, के तपाईँ उनीसँग सोध्न चाहनुहुन्छ कि तपाईँ त्यहाँ हुनुहुन्छ, वा के तपाईँ उनलाई उनैको संसारमा एक्लै छोडिदिनुहुन्छ? निर्णय तपाईको हो, तर याद राख्नुहोस्, हानाको सान अझै पनि त्यही छिन्, तपाईकै जवाफको पर्खाइमा। एक आधा शरीर र प्रतिशोधको गति, तेके तेके। कल्पना गर्नुहोस्, तपाईँ कुनै सुनसान रेलवे स्टेशनमा राति एक्लै उभिएर ट्र्याकतर्फ हेर्नु भएको छ। ती चिसो फलामका लिकहरूले केवल रेल मात्र बोक्दैनन्। कहिलेकाहीँ ती लिकहरूले एउटा यस्तो अतृप्त पीडा पनि बोकेका हुन्छन् जसले वर्षौंदेखि न्याय खोजिरहेको छ। त्यो पीडाको नाम हो तेके तेके। यो कथा हो एक युवतीको जो कसैको लागि छोरी थिइन्, कसैको लागि साथी। तर एउटा चिसो रातको त्यो एउटै क्षणले उनको जीवनलाई सधैँका लागि दुई टुक्रा पारिदियो। भनिन्छ उनी दुर्घटनावश वा कसैको ठट्टाका कारण रेलवे ट्र्याकमा खस्न पुगिन्। ठीक त्यही बेला एउटा तीव्र गतिको रेल आयो र उनको शरीरलाई कम्मरभन्दा मुनिबाट दुई भागमा काटिदियो। तर उनको मृत्यु तुरुन्तै भएन। त्यो चिसो रातमा आफ्नै शरीरको आधा भाग गुमाएर पनि उनी केही बेर मद्दतका लागि घस्रिरहिन्। उनको त्यो मौन चित्कार कसैले सुनेन। रगतले भिजेका ती हातहरूले भुइँमा टेक्दा एउटा आवाज निस्कियो, तेके तेके तेके। आज त्यही युवती एउटा प्रतिशोधी आत्मा बनेर जापानका सडकहरू र स्टेशनहरूमा भौतारिन्छिन्। उनको शरीरको तल्लो भाग छैन। उनी आफ्नो कुहिनो र हातको सहाराले हिँड्छिन्। तर नझुक्किनुहोस्, उनको गति कुनै कारको भन्दा कम छैन। यदि तपाईँ राति कतै एक्लै हुनुहुन्छ र तपाईको पछाडिबाट तेके तेके तेकेको आवाज आउन थाल्यो भने बुझ्नुहोस्, मृत्यु तपाईको पछाडि छ। तपाईँ जति छिटो कुद्नुहोस्, उनले तपाईलाई भेट्टाउने छिन्। र जब उनी तपाईको अगाडि प्रकट हुन्छन्, उनको हातमा एउटा धारिलो हसिया वा आरा हुन्छ। उनले तपाईलाई डराएर होइन, बरु एउटा गहिरो ईर्ष्या र पीडाले हेर्नेछिन्। उनको नजरले भनिरहेको हुन्छ, मैले मेरो आधा शरीर गुमाएँ, अब तिम्रो पालो। र एकै पलमा उनले आफ्नो हतियार चलाउँछिन्। तपाईको शरीर पनि ठ्याक्कै कम्मरबाट दुई टुक्रा हुन्छ, ठीक त्यस्तै जस्तो उनको भएको थियो। तेके तेके केवल एउटा भूत मात्र होइनन्, उनी त हाम्रा आधुनिक सहरहरूको एउटा कालो छाया हुन्। उनी ती सबै दुर्घटनाहरूको प्रतीक हुन् जहाँ मानिसहरूले अनाहकमा ज्यान गुमाए। उनी त्यही एक्लोपन र उपेक्षाको उपज हुन् जहाँ एउटा छटपटाइरहेको मानिसलाई कसैले सहयोग गरेन।
सायद उनी अझै पनि त्यही स्टेसनमा कसैलाई कुरिरहेकी छिन्, डराउनका लागि होइन, बरु यो सोधनका लागि कि त्यो रात तिमी कहाँ थियौ जब मलाई तिम्रो खाँचो थियो। त्यसैले अर्को पटक जब तपाईँ कुनै सुनसान बाटोमा हिँड्नुहुन्छ र भुइँमा केही घस्रिएको आवाज सुन्नुहुन्छ, पछाडि फर्केर नहेर्नुहोस्, केवल कुद्नुहोस्, किनकि उनी नजिकै छिन्। तेके तेके तेके।